गर्छु भने यहाँ हेर्नुहोस् त मसँग 4वटा स्टोरी छ म तर चिन्ता युज गर्छु यो 4वटामा हजुरले पिक गर्न सक्नुहुन्छ। सो यहाँ चाहिँ मैले स्टोरिजहरू राखेको छु है यो चाहिँ स्टोरिज हो यो स्टोरिज चाहिँ तपाईँले पढ्नुहुन्छ मैले ग्रुप डिभाइड गर्ने 3 गरेर 1 2 3 म्याम आउनुहुन्छ अनि 1 2 3 1 2 3 है ग्रुप डिभाइड गरेँ म यो स्टोरी हजुरहरूलाई दिन्छु यो स्टोरी चाहिँ हजुरहरूले पढ्नुहोस् होइन पढिसकेपछि चाहिँ यो स्टोरीमा एउटा प्रब्लम आउँछ है यो स्टोरीमा एउटा क्यारेक्टरले प्रब्लम फेस गरेको हुन्छ र त्यो क्यारेक्टरले फेस गरेको प्रब्लम आइसकेपछि हजुरले स्टप गर्ने स्टोरीलाई बुझ्नुभयो स्टोरी पढिसकेपछि त्यहाँ प्रब्लम आयो भने स्टप गरिदिने स्टोरीलाई फर्दर नपढ्ने एउटा वर्कसिट छ होइन यो वर्कसिट चाहिँ म हजुरहरूलाई दिन्छु सबैलाई दिन्छु होइन इन्डिभिजुअल दिन्छु अनि यो दिइसकेपछि चाहिँ हजुरहरूले त्यो स्टोरीमा प्रब्लम आइसकेपछि अब यहाँ हेर्नुहोस् है फर्स्टमा के छ त क्यारेक्टर छ को क्यारेक्टर हो स्टोरीमा है त्यो क्यारेक्टर लेख्नुहुन्छ हो वा तपाईँले स्टोरीमा जतिवटा क्यारेक्टर अहिलेसम्म भेटाउनु भएको छ तिनीहरूको नाम लेख्ने वा को क्यारेक्टर छ त्यो क्यारेक्टर लेख्ने है अनि त्यो सेटिङ कस्तो सेटिङ हो त्यो कस्तो सेटिङमा चाहिँ प्रब्लम देखा परेको हो त्यो सेटिङ अनि प्रब्लम के हो भनेर लेख्नुहुन्छ सेटिङ भनेको त्यो स्टोरीको एउटा बुनाइ हुन्छ नि के कन्डिसन थियो होइन त्यो कन्डिसन सेटिङमा लेख्नुहुन्छ अनि प्रब्लममा चाहिँ के प्रब्लम फेस गरेको हो त्यो क्यारेक्टरले त्यो प्रब्लम लेख्नुहुन्छ अनि त्यो प्रब्लम लेखिसकेपछि चाहिँ यहाँ इभेन्ट र सल्युसन भनेर छ यो इभेन्ट र सल्युसन चाहिँ हामी पछि गर्छौँ तपाईँ जब स्टप हुनुहुन्छ यो 1 2 3 भन्नुहुन्छ भरिसकेपछि हामी फेरि अनि यसमा चाहिँ अब मदर बोतलको बारीमा चाहिँ एउटा जस्तो प्लान्ट थियो जुन त्यो मान्छे प्रेग्नेन्ट भएको बेलामा चाहिँ उसलाई एकदम खान मन लाग्ने होइन अनि त्यो मदर बोतलले चाहिँ धेरैचोटि रोप्दाखेरि पनि उसलाई त्यही खान मन लागिराख्ने भएको भएर चाहिँ जुन मदर बोतलले डिल गर्यो कि तिमीलाई यो प्लान्ट जति लिन मन लाग्छ खान मन लाग्छ खाऊ तर तिम्रो जमिने बच्चा चाहिँ मलाई चाहिँ दिनुपर्छ भन्ने कुरा चाहिँ उसको हस्बेन्डसँग चाहिँ डिल गर्नुपर्ने कुरा चाहिँ आएको छ अहिलेसम्म यसमा प्रब्लम भनेको चाहिँ त्यो जुन डिल गर्न खोजेको छ त्यो चाहिँ प्रब्लम ओके अनि टाइटल अफ द स्टोरी चाहिँ स्टोरी अफ द रुपान्जर हाम्रो टाइटल अफ द स्टोरी लिटिल रेड राइडिङ हुड हो अनि हाम्रो क्यारेक्टर चाहिँ स्टोरीमा चाहिँ क्यारेक्टर त्यही मेन लिटिल रेड राइडिङ हुड मदर ग्रान्ड मदर अनि उल्फ होइन अनि प्रब्लम चाहिँ मदरले चाहिँ राइडिङ हुडलाई अनि सेटिङमा चाहिँ फरेस्ट अन द वे टु जङ्गलको बाटोबाट ग्रान्ड मदरको घरसम्म पुग्नुपर्ने हुन्छ अनि प्रब्लम चाहिँ मदरले चाहिँ स्ट्रेन्जर बाटोमा हिँड्ने मान्छेहरूसँग नबोल भनिरहेको हुन्छ तर उसले चाहिँ उसँग कन्भर्सेसन गर्छ अनि केही कुरामा ऊ फस्छ के त्यही हो यो चाहिँ द 3 लिटिल पिग्स भन्ने छ होइन यसमा क्यारेक्टर चाहिँ मदर पिग फर्स्ट लिटिल पिग सेकेन्ड लिटिल पिग थर्ड लिटिल पिग र बिग ब्याड वुल्फ छ यसमा चाहिँ आमाले चाहिँ होइन भनेको हुन्छ कि तिमीहरूले एकदम बेस गरेर घर बनाऊ भनेर भनेको हुन्छ उनीहरूले चाहिँ सुरुको पिगले चाहिँ स्ट्रबाट बनाएको हुन्छ छिटो छिटो बन्ने अनि ऊ प्ले खेल्न जान्छ होइन उसलाई त्यसमै रमाइलो हुन्छ दोस्रोले चाहिँ स्टिकले बनाउँछ त्यो पनि फास्ट नै बन्छ अनि ऊ पनि खेल्न जान्छ खेल्नमै रमाइलो हुन्छ थर्ड पिगले चाहिँ उसले चाहिँ ब्रिकले बनाउँछ एकदम मजबुत एकदम टाइम लगाएर हार्डवर्क गरेर उसले आमाले भनेको कुरा सम्झेर होइन त्यो त्यसरी बनाएको बलियो घर बनाउँछ अनि एक दिन चाहिँ उल्फ आएर फर्स्ट लिटिल पिग कहाँ गएर चाहिँ ढोका खोल भनेर नक्न गर्छ अनि ऊ चाहिँ डराउँछ होइन अनि उसले चाहिँ त्यो ब्लो गरेर नै त्यो घर भट्काइदिन्छ त्यही हो त्यही प्रब्लम सुरुमा आएको प्रब्लम यो चाहिँ सिमेन्टको ब्रिकको र यो ढलान गरेको स्टिलको 4 जगवाला चाहिँ घर बनाउन लागेको त्यसको लागि अनि छाना रातो चाहिँ टिनको छाना जस्ता बाटावाला छाना अनि यो मेन चाहिँ ढलान गरेको घर बनाउन लागि 4वटा ढलान वेपन बनाउन लाग्यो कुनै वेपन भएको भए नजिकै आउँदैन थियो यो प्रब्लम क्रिएट थियो भन्ने उसमा हामी म्याम हजुरहरूले के बनाउन लाग्नुभयो हामीले चाहिँ आफ्नै गार्डनमा चाहिँ प्लान्ट रोप्न थाल्यौँ त्यसको लागि अब प्लान्ट किनेर ल्याएको छौँ त्यसलाई रोप्नको लागि यहाँ बनाउँदैछौँ ठाउँहरू
नमस्ते, म सविता लम्साल। नमस्ते, म राधिका रिमाल। हाम्रो टिमलाई चाहिँ द स्टोरी अफ रपन्जल परेको थियो। यसमा चाहिँ हामीले प्रब्लमहरू जस्तै स्टोरीमा चाहिँ अब 3जना क्यारेक्टर हुनुहुन्थ्यो, एकजना म्यान वुमन र म्यान उसको वाइफ र एकजना चाहिँ मदर गोथेल भनेर हुनुहुन्थ्यो होइन। यसको स्टोरीको चाहिँ मेन प्रब्लम चाहिँ उसको जुन प्रेग्नेन्ट म्यानको चाहिँ वाइफ प्रेग्नेन्ट हुनुहुन्थ्यो। उहाँको प्रेग्नेन्ट वुमनलाई चाहिँ ऱ्याम्पेन्ट भन्ने एउटा प्लान्टको एकदम धेरै क्रेभिङ थियो प्रेग्नेन्सीको टाइममा। त्यो प्लान्ट चाहिँ उसको नेबर जुन मदर गोथेल थियो उसकोमा मात्रै पाइन्थ्यो। अनि त्यो प्लान्टको लागि चाहिँ उसको हस्बेन्डले चाहिँ जहिले गएर चोरेर ल्याएर आफ्नो वाइफलाई दिने गर्नुहुन्थ्यो। अनि त्यो एक दिन चाहिँ अब उहाँको छिमेकीले उहाँको नेबरले देख्नुभयो र त्यो प्लान्ट लिए बापत चाहिँ उहाँहरूले चाहिँ एउटा डिल गर्नुभयो कि त्यो जुन प्लान्ट त जति मन लाग्छ लिँदा हुन्छ, तर त्यसको बदलामा चाहिँ हामीलाई तिम्रो बेबी चाहिन्छ भन्ने कुरा चाहिँ आएको थियो। मेन प्रब्लम चाहिँ अब एउटा डिल गर्न लगाएको भएर चाहिँ त्यो मेन प्रब्लम थियो। यसको सल्युसनको लागि चाहिँ हामीले एउटा जुन प्लान्ट लागि जुन प्रब्लम थियो त्यसको सल्युसनको लागि चाहिँ हामीले आफैले एउटा जुन यो ऱ्याम्पेन भन्ने प्लान्ट चाहिँ हाम्रै फिल्डमा ल्याएर चाहिँ रोप्यौँ र यसको सल्युसनको लागि त्यो जुन प्रब्लम थियो त्यसको सल्युसनको लागि हामीले चाहिँ आज यो रेडी गरेको छ। नमस्ते, मन्जिना महर्जन। नमस्ते, म शिला साङ्के। हाम्रो चाहिँ स्टोरी चाहिँ द 3 लिटल पिग्स हो। अनि यसमा चाहिँ हाम्रो क्यारेक्टरहरूमा चाहिँ मदर पिग हुनुहुन्छ र उहाँको चाहिँ 3जना फर्स्ट लिटल पिग, सेकेन्ड लिटल पिग र थर्ड लिटल पिग गरेर 3जना पिग चाहिँ चाइल्डहरू हुनुहुँदो रहेछ। अनि एउटा बिग ब्याड उस पनि क्यारेक्टरमा हुनुहुन्छ। अब सेटिङमा चाहिँ के छ भने मदर पिगले चाहिँ अब सानो आफ्नो लिटल पिगहरूलाई चाहिँ आफैले चाहिँ घर बनाएर आफै बस्छ है, आफ्नै घरमा बस्छ है भनेर चाहिँ उहाँले चाहिँ छोराहरूलाई चाहिँ भनिसकेपछि चाहिँ छोराहरूले घर बनाउने हो। अनि यसमा आमाले मदरले चाहिँ के पनि भन्नुहुन्छ भने वाट एभर यु डु द बेस्ट यु क्यान भनेर चाहिँ आफ्नो छोराहरूलाई निर्देशन दिएको हुन्छ। अनि 3जना छोराहरूले चाहिँ आफ्नो इन्डिभिजुअल घर बनाएको हुन्छ। फर्स्टले चाहिँ स्ट्रको घर बनाएको हुन्छ, सेकेन्डले चाहिँ स्टिकको र थर्डले चाहिँ ब्रिकको बनाउँछ। र यो स्टोरीमा चाहिँ यो सिचुएसन र इभेन्टमा चाहिँ के प्रब्लम आउँछ भने जब उस चाहिँ त्यो सराउन्डिङमा चाहिँ आउँदाखेरि चाहिँ फर्स्ट लिटल पिग जसको चाहिँ स्ट्रको घर बनाएको छ उसकोमा गएर चाहिँ उसले डोर नक गर्छ र लिटल पिग मलाई भित्र आउनु दियो, अब उसलाई भोक लागेछ, उसले पिगलाई खान्छु भन्ने हिसाबले चाहिँ ढोका खोला भनेर आउँछ। ब्याड उस भन्ने बित्तिकै उसले त पिगहरूलाई खान्छ नै भन्ने भयो होइन। अनि पिगले चाहिँ डराएर चाहिँ ढोका खोल्दैन, तर ब्याड उसले चाहिँ हफ एन्ड पफ गरेर त्यो ब्लु गर्दाखेरि चाहिँ परालको घर चाहिँ हावाले उडाइदियो। पराल एकदम हल्का वेट कम भएकोवाला र स्ट्रङ नहुने भएको हुनाले चाहिँ उसको घर चाहिँ भट्क्यो। अनि त्यसैले गर्दाखेरि चाहिँ यो इभेन्टमा चाहिँ अब हामीले चाहिँ के सोच्यौँ भने त्यो फर्स्ट लिटल पिगले चाहिँ स्ट्रगको घर नबनाइकन आजभोलिको जस्तै ब्रिकहरूको, सिमेन्टहरूको, अझ ढलान गरेको स्टिलहरूको चाहिँ घर बनाएको भए चाहिँ बलियो हुन्थ्यो। उसहरूबाट चाहिँ बस्यो, अझ उनीहरू एक्लै बसेको थियो होइन। यहाँ बाँकी ब्रदरहरूको चाहिँ स्टोरी आएको छैन, तर ऊ एक्लै बसेको थियो। उसको भाइहरूसँग मिलेर बसेको भए अझ स्ट्रङ हुन्थ्यो भन्ने चाहिँ हाम्रो सल्युसन थियो। भने घर बनाउँदा चाहिँ हामीले चाहिँ ढलान गरेर 4वटा पिल्लर गरेर ढलान गरेर चाहिँ बनाएका छौँ। यो ब्रिकको घर हो, त्यसमाथि हामीले सिमेन्ट लगाएर येल्लो कलरको कलरिङ गरेका छौँ। यसमा चाहिँ रेड कलरको हामीले यो फाइबर जस्ता राखेका छौँ होइन। यसले चाहिँ तपाईँलाई न्यानो रेनप्रुफ बनाउँछ भने यो सबै तपाईँको चाहिँ स्टिल र सिमेन्टबाट ढलान गरेको बनेको हुनाले चाहिँ बलियो छ। त्यसले गर्दा चाहिँ उस र केही अरूहरूबाट पनि हातबाट चाहिँ बच्ने हुनाले चाहिँ यो सेफ एन्ड साउन्ड छ भन्ने चाहिँ हाम्रो सल्युसन। नमस्ते, म रितु महर्जन। हाम्रो टपिक चाहिँ लिटिल रेड राइडिङ हुड छ। अनि लिटिल रेड राइडिङ हुडमा चाहिँ क्यारेक्टरहरू भने चाहिँ राइडिङ हुड, मदर, ग्रान्ड मदर र वुल्फ भयो। अनि उसको मेन प्रब्लम चाहिँ उसले सी फर्गट हर प्रमिस होइन, मम्मीले दिएको प्रमिस बिर्स्या भएर चाहिँ उसले फेस गर्नु पर्ने प्रब्लम होइन। अनि सल्युसन चाहिँ if she had taken the long way, she may not meet the wolf. ऊ सर्टकट जङ्गलको बाटोबाट गयो भने चाहिँ उल्फलाई भेट्यो। उसले चाहिँ लङ रोडको बाटो गयो भेट्दैन थियो। सेकेन्ड उसले आमाले भनेको कुरा स्ट्रेन्जरसँग नबोल न कुरा गर भनेको कुरा गरेको भए चाहिँ उसले त्यो उल्फसँग कुरा गर्दैन थियो, त्यो यो सोलो ऊ नै हुँदैन थियो। थर्ड चाहिँ उसले वेपन्सहरू केही लिएर गएको भए चाहिँ उनीहरू नजिक आउँदैन थियो भनेर हो। त्यही भएर जङ्गलमा यसो वेपन्सहरू लिएर गएको भए सी विल बी मोर प्रोटेक्टिभ। जङ्गल, ग्रान्ड मदरको हाउस, हाम्रो वेपन चाहिँ खुकुरी के हो त भन्दा कसरी तपाईँले लिट्रेसीलाई चाहिँ इन्जिनियरिङसँग जोड्नुहुन्छ भन्ने है। सो यसमा नोर्मल इन्जिनियरिङमा हामी के गर्छौँ त भन्दा फर्स्टमा एउटा कुनै पनि स्टोरी पिक गर्छौँ। हजुरले स्टोरी पिक गर्नुभयो पनि हुन्छ वा तपाईँले आफै पनि एउटा स्टोरी जेनेरेट गर्नुहुन्छ र त्यो स्टोरी चाहिँ के हुनुपर्छ त इन्जिनियरिङ डिजाइनिङ खालको प्रोटोटाइप निस्किने खालको स्टोरी चाहिँ हुनुपर्छ है। फर्स्ट नम्बर त्यो भयो होइन। अनि त्यो स्टोरी हजुरले चुज गरिसकेपछि त्यो स्टोरीलाई रिड गराउन लगाउनुहुन्छ बच्चालाई है। रिड गराउन लगाइसकेपछि उनीहरूलाई त्यो स्टोरीमा एउटा प्रब्लम खोज्नुहोस् भनेर भन्नुहुन्छ होइन। अनि प्रब्लम उनीहरूले खोजिसकेपछि त्यो स्टोरी पढ
गर्दै गर्दा प्रब्लम पाइसकेपछि चाहिँ उहाँहरूले के गर्नुहुन्छ त स्टप गराउनुहुन्छ है स्टोरी त्यही एन्ड हुन्छ होइन अनि त्यो प्रब्लम खोजिसकेपछि अब उनीहरूलाई यो प्रब्लम खोजेको प्रब्लमलाई तपाईँले कसरी सल्युसन्स निकाल्नुहुन्छ त भनेर डिफ्रेन्ट सल्युसन्सहरू खोज्न लगाउनुहुन्छ होइन अनि सल्युसन्स खोजिसकेपछि अब इन्जिनियरिङमा त लानु पर्यो सो त्यो इन्जिनियरिङ स्किल्स डेभलप होस् भन्ने हिसाबले चाहिँ उहाँहरूलाई प्रोटोटाइप पनि डिजाइन गर्न लगाउनुपर्छ आजकल होइन अनि प्रोटोटाइप उहाँले डिजाइन गर्नुहुन्छ डिजाइन गरिसकेपछि यसरी नै सबैसँग सेयर गर्नुहुन्छ अनि त्यो सेयर गरेको प्रोटोटाइपले वर्क गर्छ कि गर्दैन भनेर डिस्कसन गर्ने अनि गरिसकेपछि टेस्ट एन्ड इम्प्रुभको पोर्सन आउँछ है यो प्रोटोटाइपले वर्क गर्छ कि गर्दैन भनेर हामी टेस्ट गर्छौँ र टेस्ट गऱ्यो भने अब के भयो त त्यो प्रोटोटाइप सेलेक्ट हुन्छ र सेलेक्ट भइसकेपछि अब फेरि एउटा नयाँ स्टोरी बन्छ कि के फाइदा हुने भयो त भन्दा यसबाट बच्चाले स्टोरीलाई पनि के गर्ने भयो त एनालाइज गर्ने भयो होइन स्टोरीमा के प्रब्लम रहेछ त भनेर खोज्नु भयो र त्यो स्टोरीको सल्युसन उसले आफै निकाल्ने भयो र सल्युसन्सबाट ननिकालिकन उसले के पनि गर्ने भयो त इन्जिनियरिङ कन्सेप्टबाट लिएर डिजाइन पनि गर्ने भयो होइन प्रोटोटाइप पनि बनाउने भयो है अनि त्यो प्रोटोटाइप गर्दै गर्दा उसले डिफ्रेन्ट टेक्निक्सहरू युज गरेर डिजाइनिङहरू युज गरेर प्रोटोटाइप निकाल्छ र त्यो प्रोटोटाइपलाई टेस्ट पनि गर्छ यो प्रोटोटाइप काम लाग्छ कि लाग्दैन भनेर उसले टेस्ट पनि गर्छ होइन र यो नोबल इन्जिनियरिङबाट सिकाउने अर्को के पनि हो त भन्दा उसले जुन प्रोटोटाइप डिजाइन गर्छ त्यो प्रोटोटाइप वर्क गर्छ भन्ने छ त छैन नि त होइन फेल पनि हुनसक्छ र यसबाट हामीले के पनि सिकाउन सक्छ त भन्दा कुनै पनि चिज गर्दा फेलियर इज नट द लास्ट स्टेप भनेर चाहिँ सिकाउन सकिन्छ है तिमी फेल हुन पाउँछौ फेल भएर तिमी फेल गर्न पनि पाउँछौ भन्ने जुन कन्सेप्ट छ फेलियर इज नट द लास्ट स्टेप भन्ने जुन स्टेप छ त्यसलाई पनि सिकाउन पनि हामीले नोबल इन्जिनियरिङलाई युज गर्न सक्छौँ है त्यो भयो भने अर्को के भयो त स्टोरी त हाम्रो कम्प्लिट भएको थिएन तर तपाईँले यो प्रोटोटाइप बनिसकेपछि अब एउटा नयाँ स्टोरी डेभलप हो भयो नि त होइन त्यो वाइफलाई यस्तो प्रब्लम भइसकेपछि उसको हस्बेन्डले आफ्नै घरमा एउटा यसरी लेटुसको प्लान्ट रोपिसकेपछि उसले आफ्नो वाइफलाई खुवाइसकेपछि दे वर ह्याप्पी टुगेदर भनेर एउटा सानो स्टोरी नयाँ स्टोरी जेनेरेट भयो होइन जुन रियल स्टोरी थियो त्यो रियल स्टोरीबाट के भयो त एउटा नयाँ स्टोरी पनि डेभलप भयो होइन सो यसरी नोबल इन्जिनियरिङको थ्रुबाट पनि हजुरले लिटरेचरलाई स्टोरिजहरूलाई लिङ्क गरेर इन्जिनियरिङ स्किल्स चाहिँ डेभलप